हेलो नमस्ते। म दामोदर नेपाल, हाल दक्षिण कोरियाबाट। यो हामीले केही समय अघिदेखि रन गर्दै आइरहेको अनलाइन डिजिटल बिजनेस ग्लोबल प्लेटफर्म आजको समयमा किन आवश्यक छ, यो कस्तो उमेर समूहले गर्न सक्छन्, कति समय दिनुपर्छ यसलाई, यसका विशेषताहरू के छन्, किन अनिवार्य बन्दै गयो, यसका पोटेन्सियल पक्षहरू के हुन्, अनि कति घण्टा भनौँ न कसरी गर्न सकिन्छ, के चाहिन्छ भन्ने कुराहरू, धेरै कुराहरू यहाँले सोधिराख्नु भएको थियो। त्यसको केही हदसम्म हामीले समाधान यसै भिडियो मार्फत लिएर आएका छौँ। कृपया स्किप नगरिकन अन्तिमसम्म सुन्नुहोला है त। अब हाम्रो बिजनेस पार्टनरहरूको तर्फबाट तपाईँहरूले यो भनिरहनु भएको व्यवसाय यो डिजिटल व्यवसाय गरिरहनु भएको छ होइन, यो व्यवसाय चाहिँ कस्तो व्यक्तिहरूले गर्दाखेरि चाहिँ राम्रो हुन्छ नि? कुनै एउटा उमेर समूह होला नि त, यो उमेर समूहकोले गर्दाखेरि चाहिँ एकदम राम्रो रिजल्ट आउँछ त्यस्तो भन्ने केही छ? इफ छ भने यो बारेमा चाहिँ अलिकति मलाई क्लियर गरिदिनु न। यो डिजिटल व्यवसाय विशेष उमेर समूह वा पेसागतलाई मात्र नभएर जो सिक्न निरन्तरता दिन तयार हुनुहुन्छ उहाँहरूको लागि यो बिजनेस उपयुक्त रहन्छ। विशेष त विद्यार्थी जसले चाहिँ आफ्नो आत्मविश्वाससँगै आफ्नो ग्रोथलाई अगाडि बढाउन चाहन्छ उहाँहरूले सिक्न सक्नुहुन्छ यो व्यवसाय। गृहिणी दिदीबहिनीहरूले आफ्नो घरैसी काम सँगसँगै एक्स्ट्रा इन्कम गर्न चाहनुहुन्छ भनेदेखि र जो रिटायर लाइफ बिताएर अझै आफ्नो समयलाई ऊर्जावान बनाउन चाहन्छु र आफ्नो ग्रोथलाई अझ केही सिकेर एक्स्ट्रा इन्कम गर्न चाहनुहुन्छ भनेदेखि उहाँले पनि यो व्यवसाय गर्न सक्नुहुनेछ। र विदेशमा रहनुहुने जो श्रमजीवी दाजुभाइ दिदीबहिनीहरूले पनि यसलाई चाहिँ आफ्नो जब सँगसँगै र साइडमा चाहिँ यसलाई साइड बिजनेसको रूपमा पनि तपाईँले यो बिजनेस गर्न सक्नुहुनेछ। र साथै 18 देखि 60 वर्ष 65 वर्षको उमेर समूहले पनि यो व्यवसाय गर्न सक्नुहुनेछ है त। दिनमा 1-2 घण्टा समय दिएर पनि यो अनलाइन डिजिटल बिजनेसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ भन्नुहुन्छ। खासमा यो के हो, 1-2 घण्टा समय दिएर पनि गर्न सकिन्छ त यो बिजनेस? यस व्यवसायलाई चाहिँ हामीले दिनमा 1 देखि 2 घण्टा दियौँ भने पनि मजाले सञ्चालन गर्न सक्छौँ। किनभने हाम्रो यस व्यवसायमा चाहिँ अटोमेसन सिस्टमले काम गर्छ, जहाँ 24 आवर 7 डे चाहिँ फुल्ली रन भइरहेको हुन्छ। हजुर सुत्नुहुन्छ तर हाम्रो अटोमेसन सिस्टम सुत्दैन। सो यो व्यवसाय एकदमै अमेजिङ प्लेटफर्म हो। के यो व्यवसाय सुरु गर्नलाई मोबाइल फोन र इन्टरनेट मात्र भइ पुग्छ कि अन्य उपकरणहरू पनि आवश्यक पर्छन् नि? हो, सुरु गर्नका लागि मोबाइल र इन्टरनेट नै मुख्य आवश्यकता हुन्। यो व्यवसाय चाहिँ अनलाइन माध्यमबाट सञ्चालन हुने भएकाले सुरुवाती चरणमा चाहिँ स्मार्टफोन र राम्रो इन्टरनेट कनेक्सन र सिक्ने इच्छा भए पुग्छ। सिकाइ र सहयोग साथै आधारमा आवश्यक सिपहरू पनि सिक्दै अगाडि बढ्न सकिन्छ भने अन्य वस्तुहरू जस्तै ल्यापटप वा कम्प्युटर भए राम्रो हुन्छ, तर अनिवार्य भनी चाहिँ हुँदैन। धेरै जसो चाहिँ कामहरू मोबाइलबाटै सहज रूपमा गर्न सकिन्छ। बढ्दो प्रविधि र डिजिटल युगले हेर्दाखेरि अनलाइन डिजिटल बिजनेस चाहिँ भविष्यको लागि कतिको उपयुक्त छ त? अनलाइन डिजिटल मार्केटिङ बिजनेस भनेर हजुरहरूले चाहिँ धेरै भिडियो देख्नु भएको छ होला। त्यो बिजनेसको बारेमा चाहिँ म हजुरहरूलाई आज केही कुरा बताउन गइरहेको छु। नमस्ते, मेरो नाम आरती बुढा मगर। म चाहिँ जापानको साइतामा किनबाट एज अ फुल टाइम वर्करको रूपमा काम गरिरहेको छु। र मैले केही टाइम अगाडिबाट स्टार्ट गरेको यो बिजनेस चाहिँ 100% लिगल हो कि होइन भनेर हजुरहरूले धेरैले मलाई क्वेसन गरिराख्नु भएको थियो। त यो बिजनेस चाहिँ 100% लिगल बिजनेस हो। यो बिजनेस गर्नको लागि चाहिँ हामीहरूले गभर्मेन्टलाई ट्याक्स पे गरेका हुन्छौँ। त्यही कारणले गर्दाखेरि चाहिँ हजुरहरू संसारको जुनै कुनामा भएर पनि, जुनै ठाउँमा भएर पनि हजुरले यो बिजनेस आफ्नो कम्फर्ट जोनमा बसेर स्टार्ट गर्न सक्नुहुनेछ। र यो बिजनेसको बेनिफिट्सहरू भनेको चाहिँ हजुरले फ्युचरमा गएर आफ्नो नानी बाबुहरूलाई पनि हजुरले यो आफ्नो बिजनेस ट्रान्सफर गर्न सक्नुहुनेछ। र यो बिजनेसको अर्को बेनिफिट्स भनेको चाहिँ हजुरहरूले दिनको 2 देखि 3 घण्टा टाइम दिएर हजुरले यो बिजनेसलाई अगाडि बढाउँदै लैजानु भयो भने हजुरले 2 देखि 3 वर्षमा पनि रिटायरमेन्ट लाइफ लिन सक्नुहुनेछ। र यो बिजनेस एकदमै अहिलेको जमाना अनुसार, अहिलेको यो मोडर्न युग अनुसार चाहिँ यो बिजनेस चाहिँ एकदमै आवश्यक छ जस्तो चाहिँ मलाई लागेको छ। त्यही भएको भएर हजुरहरूलाई यो बिजनेसको बारेमा अझै थप केही कुराहरू जान्नको लागि मन लागेको छ भने, इच्छुक हुनुहुन्छ भने हजुरहरूले मलाई मेसेज अथवा फोन जे पनि गर्न सक्नुहुनेछ।